So hello guys, guess how is going on? So म चाहिँ पहिला भनेकै थिएँ होइन, आई एम गोइङ फर सिङ्गिङ प्र्याक्टिस। अनि आज पनि म गएको थिएँ विथ अ गर्ल जसले मलाई आज भनेको थिएँ कम विथ मी। सो आज पनि गएको थिएँ। आज मेरो गिटार सर्भिसिङको लागि जानु थियो एन्ड हामी सर्भिसिङ गर्नु गयौँ विथ हर। म गएँ अनि त्यहाँ चाहिँ धेरै सिङ्गरहरू क्या, त्यहाँ धेरै गिटारहरू थिए, एउटा छब्बी सिङ्गरहरू। अनि त्यसपछि त्यहाँ म्युजिक प्रड्युसर टाइप अफ थिङ थिए, हु नोज अ लट अफ अबाउट म्युजिक। गिटार गिटार यस्तो यस्तो चुइँ 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 बजाउने मान्छे थिए। एन्ड जब तिमीले देखेँ त्यसले गाएको, आवर साउन्ड वाज सो सो ब्युटिफुल, ब्युटिफुल नै छ। अनि जब तिनीहरूले सुने, तिनीहरूले यसो भने, अनि त्यसले के भन्यो भन्दा गर्लले के भने, के अपर्च्युनिटी भए तिनीहरू केही भन्नलाई भने कि। अनि जब तिमीले तारिफ गरे कि वाउ तिम्रो भोइस कति राम्रो, यो मतलब भने थियो कि तिमीले। त्यसपछि तिमीले त्यही भने, अनि तिमीले के भने, त्यो मान्छेले भन्दा अपर्च्युनिटी तिमीलाई गाउन आउँछ भनेर तिम्रो पछि आउने होइन, तिमीले आफै देखाउनु पर्छ भनेर भने कि। यु हेभ टु सो, यु हेभ टु क्रिएट द अपर्च्युनिटी, यु हेभ टु फाइन्ड आउट द अपर्च्युनिटी, न कि अपर्च्युनिटी तिम्रो खोजीमा आउँछ। तिमीले कति राम्रो गाउँछ भनेर तिम्रो अगाडि आउनु न अरे, तिमीले राम्रो गाउँछु भनेर अगाडि सर्नुपर्छ अरे। एन्ड द्याट द लर्निङ द्याट यु हेभ टु पोज। No one is gonna come to you and say that you will do it for me. Like you are the best one, you will do it for me. I'm gonna pay you the money. यस्तो हुन्न. No one does this. You have to show up the talent and show up in front of the people. Imagine गरेर एउटासँग स्किल छ, he has a multi talented, like त्योसँग स्किल छ, एक्सेप्सनको कुरा नगर कि लाइक यो यस्तो छ, यो यस्तो छ, त्यही भएर यो भएछ न। यो यो चुप्प लाएर बस्छ, त्यही पनि यो हि इज भेरी रिच। डोन्ट टेल द एक्सेप्सन, टेल वाट्स द ट्रुथ, वाट्स कमन विथ 99% अफ द पिपल होइन। सो द्याट्स द थिङ कि वेन अ पर्सन नोज एनिथिङ, त्यसलाई एक्सप्रेसन गर्न जान्नुपर्छ। यु हेभ टु क्रिएट, यु हेभ टु फाइन्ड द अपर्च्युनिटी, न कि तिम्रो लागि कसैले फाइन्ड गरिदिन्छ। एक्सप्रेसन केस हुन्छ लाइक होइन, कसैले सुन्छ नि गुगलको यो क्र्याक गरिदियो अनि त्यसपछि गुगलले त्यसलाई खोजी खोजी लाइक जब दियो, $1 million अफर दियो, त्यस्तो त्यस्तो लाइक एक्सेप्सन हो क्या त्यो। 99% अफ पिपुल, 99% दुनियाँको पिपुललाई त गुगलले दिन लाग्यो भने, या कुनै कम्पनीले, धेरै कम्पनीले दिन लाग्यो भने लाइक यो इकोनोमी नै चल्न सक्दैन। So finding opportunity is the one of the greatest skill right now. Find opportunity, talk to more people, build up more courage, build your life. It's more better to be more focused, more have a fulfilled life, talking to more people, building the experience and learning more lessons, just like I have learned today. As good, I think. Bye. And I will be uploading tomorrow video too.